हर्ष बढाइन्जेलको विश्व शान्तिको गुरु हजुरको विश्व शान्तिको हामी सबैलाई भगवानले कृपा गरेका हुन्। आज यस घडीमा हाम्रा गुरुजीहरू प्रति नमन चढाउँदै सेवा गर्दै आउनुभएको हाम्रा सारा कमिटी अभिभावकजीहरू अनि सबैलाई मेरो न्यानो प्रेम चढाउँछु। स्वीकार गर्नु प्रणाम। आज यहाँ भगवानको यो घरमा आउन पाउँदा म अत्यन्त हर्षित छु। यो एउटा भुटानमा आउँदा यहाँ आएको दिन समय मेरो लागि धेरै मेमोरेबल रहनेछ। हामी मान्छेहरू यो धरतीमा कति लामो पो बस्छौँ र? हाम्रो यो छोटो जिन्दगी लिएर हामी यो पृथ्वीमा छौँ। तर हाम्रो कर्म अझै छ। हाम्रो असल कर्म कहिले मर्दैन। हाम्रो शरीर ढलेर जान्छ तर हाम्रो कर्म ढलेर जाँदैन। Cycle of birth and death. And I will talk about this thing. हाम्रो फेरि पनि भगवत गीता शास्त्रमा हामीले यो नलेज पाएका छौँ। कृष्णजीले नलेज दिनुभएको छ। वसं सृजनानि यथा विहाय नवानि गृह्णाति नरोपराणि तथा शरीरानि विहाय जीर्णानि अन्यानि समयान्ति नवानि देहि। अर्थात् what it means is that हाम्रो जब शरीर ओल्ड हुन्छ वसंसि जीर्णानि यथा विहाय, जब हाम्रो यो शरीर ओल्ड हुन्छ, जब पुरानो हुन्छ तब हामी यो छोड्छौँ क्या नयाँ नयाँ बन्छौँ। हामी जसरी कपडा ओल्ड हुन्छ, गार्मेन्ट फाट्न थाल्छ अनि त्यहाँदेखि नयाँ कपडा लाउँछौँ। लाइक द्याट जब हाम्रो यो शरीर फाट्न थाल्छ, ओल्ड हुन्छ, तब हामी नयाँ शरीर रूप लिन्छौँ। वसंसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोपराणि तथा शरीरानि विहाय जीर्णानि अन्यानि समयान्ति नवानि देहि। हाम्रो देह अर्थात् हाम्रो जीवन त्यही जसरी कपडा पुरानो हुन्छ चेन्ज गर्छौँ। सायद आजलाई म बिदा हुनुपर्छ है। एकदम खुसी लाग्यो र किनभने भुटान चाहिँ संसारले कसरी चिन्छ भने ल्यान्ड अफ ह्याप्पिनेस, जहाँ आनन्द खुसीको ठाउँ छ। यस्तो राम्रो यो कन्ट्री नेसन हुनु कारण चाहिँ हिज मेजेस्टी द किङ्सहरूको कारण छ होइन। आवर मेजेस्टी क्विन्स उहाँहरूलाई चाहिँ एम्बोडिमेन्ट अफ बुद्ध टिचिङ्स जस्तो लाग्छ। यति राम्रो देशमा यति महान राजा पाउनु भनेको कति भाग्यमानी हो हामी भुटान।
Kalian खिच्यो नि भन्नु पर्यो नि त्यहाँ क्यामेरा नभ्याउ नि अगाडि